कतिको गेम इम्प्रुभ गर्दैछौ त हैटु मेरो बाइ अब खेल्दैछु त अब कसो त्यो त नखेल थाहा नै हुन्न हो आउन त एकचोटि 1v1 ट्राई गरौँ न त दाजुभाइ कतिको गेम रहेछ म हेर्छु तिम्रो ल अब गाडमारा हेर अब म हैटेलाई कस्तो सेक्छु हैटेलाई आज म रुवाइदिन्छु केटा हैटेलाई रउने हो कि हैटेले रउने हो अरे कभर लिएर खेल्दो रहेछ यो भाइ म चाहिँ सिधै आउँदैन रहेछ यार भाइको म यसो हेर्दैछु क्या कति यो भाइ टिडिएम मा खतरा हो I need a weapon. छुने दिदैन त मुजी छेउमै जान दिदैन त ल ल्याग भयो क्या हो यो भाइ त माछी छेउमै जान दिदैन त यार Spree for the red team. I need a weapon. उयो माछी खतरै खेल्छ क्या यो भाइलाई त 4th प्लेयरमा हाल्नुपर्छ जस्तो छ त यार अब त I need a weapon. ओए 0 बाट त 1 मा त जानै दिदैन त मुजी मामा भन्दा बटर ए मुजी खेला त हैटेसँग खेला त लामो तिमीहरु खेला त भयो राम्रै रहेछ भाइको कस्तो हुँदैछ त प्रोग्रेस भनेर हेर्न खोजेको राम्रै हुँदै रहेछ भाइले लगभग अब पाउँछ जस्तो छ 4th प्लेयरमा ठाउँ नखेल तुमसे ना हो पाएगा अन्दै अब चाहिँ हान्नु हल्का ड्यामेज त दियो है ड्यामेज त दियो यसले गोरीले चलाउँदैन त मुजी पिकपाक मात्र गर्छ त मुजी क्या बोले यस्तो हुन्छ यार फ्रस्ट्रेट भइसक्यो होला यार यो अब त के गर्छ के गर्छ उइ 1 पोइन्ट चाहिँ ल्यायो सेक्रीले 1 पोइन्ट चाहिँ ल्यायो है यसलाई अब अति हायान जस्तो छ यार अब त्यही पनि पेस्टलले हान्नु है ल भएन यसको पिक भएन सेक्री होराले एकदम राम्रो प्रयास गर्दै हुनुहुन्छ एकदम राम्रो ड्यामेज।
राम्रो प्रयास थियो हो र ओ माई गड हटानी ओडाको एचपी ड्यामेज हेलमेट बेस पनि हल्का ड्यामेज भइसकेछ उसको ला त्यसरी नजिक मलाई चाहिँ यसलाई धेरै हान्छ यस्तो नगर हैटे यस्तो त्यस्तो नगर्देऊ त्यसको इगोमा हट हुन सक्छ एकदम राम्रो प्रयास थियो